यहाँ एकजना साथीले कमेन्ट गर्नुभएको रहेछ, त्यही कमेन्टको रिप्लाई दिऊ। किनभने यो कमेन्ट यस्तो छ कि धेरैजनालाई काम लाग्न सक्छ। यो कमेन्टको रिप्लाई दियो भने धेरैजनाको जिज्ञासा हुन्छ, मनमा हुन्छ मलाई पढाइ छैन मेरो, मलाई खासै इङ्ग्लिसहरू पनि आउँदैन हैन, यस्ता यस्ता कुराहरू मनमा कति ड्राइभर साथीहरूको मनमा हुन्छ। त्यसले गर्दाखेरि यो बनायो भने चाहिँ यसको मेरो रिप्लाई दियो भने चाहिँ धेरैजनालाई फाइदा हुन्छ भन्ने हिसाबले मैले यो भिडियो यो कमेन्टको चाहिँ मैले रिप्लाई दिँदैछु। पोल्यान्ड आउँदा दाइ ड्राइभरमा पढाइ कति चाहिन्छ दाइ रिप्लाई दिनु होला भन्नुभएको छ। पोल्यान्ड जस्तै युरोपमा आउनलाई ड्राइभर भिजामा आउनको लागि पढाइ कति चाहिन्छ, हाम्रो एजुकेसनहरू कति चाहिन्छ, यो कुराको खण्डन हुन्छ, विषयको छलफल हुन्छ आजको यो भिडियोमा। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हजुरका साथीभाइहरू कोही युरोप जाने सोचमा हुनुहुन्छ ड्राइभरमा भने यो भिडियो सेयर गरिदिनु होला, सेभ गरेर राख्नु होला, काम लाग्न सक्छ है। फ्याक्ट्री वर्करमा आउनुहुन्छ भने युरोपतिर खासै पढाइ चाहिँदैन, तर ड्राइभरमा आउँदै हुनुहुन्छ भने हामी भिजा लगाउनको लागि हाम्रो 10 पास +2 एजुकेसनको सर्टिफिकेट चाहिँदैन। कुनै पनि कम्पनीले माग्दैन हाम्रो पढाइ कति हो भनेर, पढाइको सर्टिफिकेट माग्दैन, चाहिँदैन। तर हामी ड्राइभरमा आउँदाखेरि हामी ड्राइभरमा आइसकेपछि यहाँ हामीले कुरा गर्ने, अफिसमा गएर कुरा गर्ने, आफूलाई के चाहियो, मलाई के जरुरत छ त्यो कुरा गर्ने त इङ्ग्लिसमै हो। किनभने यहाँको भाषा हामीलाई आउँदैन, यता हिन्दी पनि चल्दैन, नेपाली त झन् चल्ने कुरै भएन। युरोपतिर एसियनहरू धेरै छैनन्, त्यसले गर्दाखेरि यता हामी बोल्ने भनेकै इङ्ग्लिस हो। र जस्तै हामी ड्राइभर काम गर्नको लागि युरोप आइन्छ, जस्तै मेरो कुरा गरौँ एक्जाम्पल उदाहरणको लागि, मैले गाडी लिएर पोल्यान्डको कम्पनीमा काम गर्छु। मैले कम्पनीबाट गाडी लिएर म जर्मन, फ्रान्स, इटाली जान्छु है। अनि के कसरी कुरा हुन्छ, कसरी काम गर्ने, फोनको भरमा काम गर्ने हो त इङ्ग्लिस त आउनै पर्यो। ल ठिकै छ, ट्रान्सलेट गरेर कुरा हुन्छ हाम्रो। ट्रान्सलेट गरेर कम्पनीले लोड गर्ने कम्पनीको मेसेज गर्छ, अनि कुन ठाउँमा जाने हो एड्रेस पठाइदिन्छ, अनि मेसेजलाई हामीले ट्रान्सलेट गरेर गुगल ट्रान्सलेट गरेर हेरिन्छ कम्पनीले मलाई यो भनेको रहेछ भनेर। तर कुनै बेला बाटोमा गाडी बिग्रेला, कुनै बेला इमर्जेन्सी पर्ला, ल कम्पनीले कुनै कम्पनीमा लोड गर्न जा भन्यो भने हामी त्यहाँ लोड गर्न गइन्छ। अनि त्यो कम्पनीले यहाँ त लोड छैन तेरो भन्यो भने कम्पनीलाई फोन गर्न पर्यो। कुनै बेला इमर्जेन्सी पर्यो भने पुलिसले समातेको हुन्छ, मलाई यस्तो भयो, यस्तो प्रब्लम भयो। हरेक बेलामा ट्रान्सलेट गरेर गुगल ट्रान्सलेटर मात्रै काम चल्दैन। त्यसले गर्दाखेरि बेसिकल्ली इङ्ग्लिस आफूलाई चाहिने भनौँ, हल्का फुल्का बोल्न सक्ने र अरूले बोलेको हल्का फुल्का बुझ्न सक्ने, यति चाहिँ हुनपर्छ है ड्राइभरको लागि। यही भन्छु भनेर मैले भिडियो बनाएको। भिडियो अलिकति लामो भयो, भिडियो हेरिदिनु भयो, सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। अझै पनि केही कुराहरू छन् जिज्ञासा भने कमेन्ट गर्नु, म कमेन्टको रिप्लाई पक्कै पनि दिनेछु है त। ल सबैजनालाई धन्यवाद, भिडियो अन्तिमसम्म हेरिदिनु भयो। ओके, बाई।